सबैजनालाई। तपाईँहरू कस्तो हुनुहुन्छ? आज चाहिँ मैले तपाईँहरूलाई चाहिँ एउटा एकदमै जरुरी दबाई लिएर आएको छु है। जो चाहिँ सिजेरियन हुनुहुन्छ, जसलाई चाहिँ नसा सम्बन्धी बिमारहरू छ, उनीहरूको लागि चाहिँ मैले चाहिँ एकदमै घरेलु दबाई लिएर आएको छु। यो चाहिँ जसले पनि गर्न सक्नुहुन्छ, किनभने यो सामग्रीहरू चाहिँ तपाईँहरूले आफ्नै घरमा पाउनुहुन्छ। त्यसको लागि चाहिँ यहाँनिर मैले लिएको छु खाने तेल है, 1 कटोरी। अन्त यहाँनिर लिएको छु मरिच तपाईँको 10 दाना जस्तो छ। अनि यहाँनिर लिएको छु 6वटा ल्वाङ। अनि लसुन बोक्रैसँग 5 कली लिएको छु। अनि आधी चम्ची चाहिँ मैले ज्वानो लिएको छु। अब यो दबाई बनाउनको लागि चाहिँ हामीले चाहिँ पहिला सुरु चाहिँ यो तेललाई चाहिँ मजाले एउटा प्यानमा राखेर चाहिँ खराउनुपर्छ है। यसरी मैले खराउँदैछु, हेर्नुहोस् है। यसमा मैले तेल हालेँ। ग्यासलाई अलिक सानो बनाऊ। यो दबाई चाहिँ जसलाई चाहिँ ढाडहरू पुरा देख्छ नि है, सुत्केरीहरू हुनुहुन्छ, कसैलाई त मालिस पाएको हुँदैन, नानीले गर्दाखेरि आफ्नो जिउको ख्याल राख्न सक्नु भएको हुँदैन, उनीहरूलाई चाहिँ एकदमै काम लाग्ने दबाई रहेछ। यो चाहिँ हामीले खेलाची नगरिकन यो दबाई बनाएर चाहिँ राख्नुपर्ने रहेछ र बेलुकाखेरि सुत्ने बेलामा चाहिँ हामीले चाहिँ यसलाई चाहिँ लाउनु पर्ने रहेछ है। यसलाई चाहिँ मैले मजाले तेल खराउँदैछु हो। अन्त जसको घरमा खानतेलहरू छ, योहरू छ, बनाइराख्नुहोस्। आफ्नो नानीहरूलाई सर्दी लाग्दाखेरि पनि मजाले के भन्छ खुट्टामा दलिदिनुहोस्, छातीमा दलिदिनुहोस्। जसलाई चाहिँ तपाईँहरूको के भन्छ जसको चाहिँ नसा सम्बन्धी बिमारहरू छ नि, हुनु त दबाई एकै दिनमा जाती हुने कुरा त आएन। यसलाई रेगुलर लाउनु पर्ने हुन्छ, अल्छी नगरी लाउनु पर्ने हुन्छ हो। यो दबाई चाहिँ मजाले यसरी कुचाउनुपर्छ। यो लसुनलाई चाहिँ बोक्रैसँग कुचाउनुपर्छ, तेललाई मजाले खराउनुपर्छ। अन्त लगाउनुहोस्। लगाएर चाहिँ अब के कस्तो हुँदो रहेछ 1 महिना बादमा चाहिँ तपाईँहरूले मलाई कमेन्ट गरेर भन्नुहोस् है। 1 महिना बादमा चाहिँ तपाईँहरूले मलाई कमेन्ट गरेर भन्नुहोस् है, कस्तो हुँदो रहेछ, के हुँदो रहेछ। लु, यहाँनिर चाहिँ मेरो तेल चाहिँ मजाले खरिँदै गयो। अब तेलले मजाले बाफ छोड्न थाल्यो, यसरी तातो हुँदै आयो। अब यति बेला चाहिँ मैले यसमा चाहिँ ज्वानो हालेँ। यो हाफ टिस्पुन छ, ज्वानो हालेँ, हेर्नुहोस् है। अब ज्वानो हालिसकेपछि चाहिँ मैले यसमा मरिच हालेँ। ध्यान लाउनु पर्ने हुन्छ, पड्किन्छ है। त्यसको बादमा चाहिँ मैले यसलाई ल्वाङ हालेँ। अब यसलाई एकछिन खराउनु पर्ने हुन्छ। यसरी बनाएर राख्नुहोस्, यसलाई तारेर राख्नुहोस्। सेलाएपछि तारेर राखेपछि चाहिँ तपाईँले आफ्नो बेडको छेउमा राख्नुहोस्। सुत्ने बेलामा चाहिँ जसको सिजर भएर नानीहरू भएको छ, उनीहरूले ढाडमा मात्रै दल्नुहोस्। मजाले दलेर कति लाग्छ र 2-3 मिनट लाग्छ है। दलेर सुत्नुहोस्। डेली चल्नुहोस्। आफ्नो जिउको ख्याल त आफै राख्नु पऱ्यो नि, कसैले पनि राख्दैन। आफू तन्दुरुस्त छ भनेदेखिको आफ्नो नानीहरू पनि राम्रोसँगले हामीले ख्याल गर्न सक्छौँ, नानीहरूलाई पनि हामीले स्याहार्न सक्छौँ। आफै तन्दुरुस्त छैन भने त हामी केही गर्न सक्दैनौँ। सानो घरेलु दबाई चाहिँ अल्छी नगरिकन यसरी बनाउनुपर्छ। अब मैले यसलाई लसुन हालेँ। अब यसरी लसुन हालेपछि लसुनलाई मजाले खराउनुपर्छ है। एकछिन खराएपछि चाहिँ लसुन कालो हुँदै जान्छ। अब यो भयो, यत्तिको भयो, हेर्नुहोस् है, यत्तिको भयो। अब यत्तिको भएपछि चाहिँ तपाईँले यसलाई चाहिँ बन्द गरिदिनुहोस्, ग्यास बन्द गरिदिनुहोस् र यसलाई यत्तिकै सेलाउनुको लागि छोडिदिनुहोस् है। अब छोडिदिनुहोस् र छोडिसकेपछि चाहिँ तपाईँहरूले चाहिँ एउटा यस्तो काँचको बोतल लिनुहोस्, काँचको बोतल है। अन्त काँचको बोतलमा राखेको चाहिँ राम्रो, अब सानो ठुलो कत्रो हुन्छ लिनुहोस्। र सेलाइसकेपछि चाहिँ यसलाई चाहिँ यसरी चाहिँ एउटा चार्नीले चाहिँ मजाले चारेर यसको बोक्रालाई चाहिँ फ्याँकिदिनुहोस् र तेल चाहिँ राख्नुहोस्। र तेल राखिसकेपछि तपाईँले चाहिँ डेली ढाडमा मालिस गर्नुहोस्। खुट्टा दुख्ने, नसा सम्बन्धी, यो कम्मरदेखि उँधो दुख्ने, उनीहरूले पनि डेली मालिस गरेर सुत्नुहोस्। सानसानो नानीहरूलाई सर्दी खाँसी लाग्छ भने बेलुका हात खुट्टा धोएपछि मजाले मालिस गरेर सुताइदिनुहोस्। यो सबै रोग सन्चो हुन्छ। यो चाहिँ हाम्रै घरमा छ, हामीले जान्नुपर्ने दबाई हो है। मन पर्यो, यो भिडियो मन पर्यो भनेदेखि चाहिँ तपाईँहरूले लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, रिटर्न कमेन्ट लेखिदिनुहोस्। र मन पर्यो भने त आफ्नो साथीभाइ जो आफ्नो दिदीबहिनीहरू छ, जो सिजेरियनहरू छ, जसलाई नसा सम्बन्धी बिमारीहरू छ,
दबाई मात्रै खाएर हुँदैन है, अरू हामीले घरेलु उपायहरू पनि गऱ्यौँ भने चाहिँ हामीलाई राम्रो हुन्छ। त्यही कारण चाहिँ यो भिडियोलाई तपाईँले सेयर पनि गरिदिनुहोस्। थ्याङ्क यू, बाई बाई।